सो हेलो एभ्रिबडी एन्ड वेलकम टु नेक्स्ट इन नेपाल। र आजको यस भिडियोमा हामीले फ्रगको च्याप्टर जुन छ क्लास 11 को त्यो स्टार्ट गर्नेवाला छौँ र फ्रगको डिटेल स्टडी गर्नेवाला छौँ। तर आजको भिडियोमा हामीले जेनरल इन्ट्रोडक्सन अफ फ्रगबाट स्टार्ट गर्नेवाला छौँ, जसमा हामीले फ्रगको जेनरल इन्ट्रोडक्सन, फ्रग कहाँ छ, कहाँ पाइन्छ, यसको ह्याबिट कस्तो छ, ह्याबिटाट कस्तो छ, यसको बडीमा कस्ता कस्ता अपर्चर्सहरू छन्, कस्ता एक्सटर्नली कस्तो मर्फोलोजी छ, त्यसको कुरा गर्नेवाला छौँ। र सबभन्दा पहिला एउटा नयाँ च्यानल हो, त्यही भएर यसलाई सब्सक्राइब गर्न पर्यो, त्यही भन्न चाहन्छु र सपोर्ट गर्न पर्यो च्यानललाई। र सबभन्दा पहिला आज हामीले फ्रगको जेनरल इन्ट्रोडक्सनबाट स्टार्ट गरौँ। सो जेनरल इन्ट्रोडक्सन अफ फ्रग। जेनरली हामीले फ्रग आफ्नो वरिपरि घर आँगनमा देखेकै हुन्छौँ। फ्रगलाई हामीले जेनरली कुन क्याटेगोरीमा राख्छौँ भन्दा कस्मोपोलिटन डिस्ट्रिब्युसनको क्याटेगोरीमा। कस्मोपोलिटन डिस्ट्रिब्युसन भनेको के हो भन्दा वर्ल्ड वाइड डिस्ट्रिब्युसन। मोस्टली फ्रग इच एन्ड एभ्री पार्ट अफ द वर्ल्डमा पाइन्छ। नर्मली मोस्टली हेर्ने हो भने सबै ठाउँमा त नभनौँ, तर नर्मली वर्ल्ड वाइड नै पाइन्छ। त्यही भएर यसलाई कस्मोपोलिटन डिस्ट्रिब्युसन पनि भन्छ। कस्मोपोलिटन। यसरी नै हामीले पोइन्ट पोइन्टमा एन्सर लेख्ने गर्छौँ, जसले गर्दा तिमीलाई यो क्याच गर्न नि इजी हुन्छ र पछि तिमीले आफै यसको जुन फुल सेन्टेन्स छ त्यो आफै तयार पार्न सक्छौ। यु क्यान जस्ट रिमेम्बर कस्मोपोलिटन डिस्ट्रिब्युसन। पछि तिमीले इक्जाममा लेख्ने बेला फ्रग इज कस्मोपोलिटनली डिस्ट्रिब्युटेड इन वर्ल्ड वाइड डिस्ट्रिब्युटेड, यसै गरेर आफै तिमीले इङ्ग्लिस मिलाउन सक्छौ, त्यति तिमीहरूले गर्न सक्छौ। फ्रग सेकेन्डली, फ्रग इज एम्फिबियन राइट। फ्रग इज एम्फिबियन। अब एम्फिबियनको मिनिङ के हो भन्दा those organisms that live both on ल्यान्डमा र वाटरमा, दुइटैमा पाउने एनिमल्स वा दुइटैमा बस्ने एनिमल्सलाई के भन्छ त एम्फिबियन्स भन्छ। एम्फिबियन वर्ड हाम्रो ग्रिक वर्डबाट डिराइभ भएको, जसमा एम्फी एम्फी भनेको बोथ अनि बायोज भनेको लाइफ। सो जुन एनिमल जुन कि दुइटै रिजनमा बस्छ र आफ्नो लाइफ कन्टिन्यू गर्छ त्यसलाई के भन्छ त एम्फिबियन एनिमल्सहरू भन्छ। अनि हेर्दै जाने हो भने यिनीहरू एम्फिबियन्स भनेको के हो त, दे आर द अर्ली अन द लोवेस्ट टेट्रापोड्स हो यिनीहरू। यसको मिनिङ के हो त, टेट्रापोड्सको मिनिङ के हो? यहाँ अब तिमीले एउटा अझै कुरा थप त, यहाँ अर्ली एन्ड लोवेस्ट टेट्रापोड्स। यहाँ टेट्रा टेट्रा भनेपछि तिमीले बुझ्छौ टेट्रा भनेको के हो त, 4 4। अनि पोड्स भनेको लिम्स। मिन्स द एनिमल द्याट बियर्स 4 लिम्ब आर नोन एज टेट्रापोड्स। किन यसलाई लोवेस्ट नै भनेको, किन यसलाई अर्ली नै भनेको? यसको हाम्रो रिजन के छ भन्दा, जस्तै हाम्रो क्लासिफिकेसनको अर्डरमा हेर्ने हो भने सबभन्दा पहिला हाम्रो के आउँछ त, हाम्रो पिसेस, अन्त एम्फिबियन्स, अनि रेप्टिलियाज आए, अनि म्यामेलियाज आए होइन। अब सुरुमा पिसेसको हेर्ने हो भन्दा पिसेसको कुनै पनि लिम्सहरू थिएन, तिनीहरूको फिन्स थियो। फिन्स र टेलले गर्दा तिनीहरूले लोकोमोसन गर्थे। तर फर्स्ट टाइम हाम्रो एनिमलमा 4 लिम्स र हाइन्ड लिम्ब देखिने भनेको एम्फिबियन्सबाट हो। त्यही भएर यिनीहरूलाई अर्ली एन्ड द लोएस्ट टेट्रापोड्स भनेको हो। अब किन भनेको तिमीले थाहा पाइसक्यौ। अब नेक्स्ट पोइन्टतिर जाऊँ। नेक्स्ट पोइन्ट के छ भन्दा हाम्रो जुन फ्रग छ, फ्रग मेनली लिभ्स इन वाटर। अब वाटरमा किन मेनली यिनीहरू किन लाई गर्छ भन्दा त्यता तिनीहरूको रेस्पिरेसनमा हेल्प गर्छ। वाटरले कसरी रेस्पिरेसनमा हेल्प गर्छ भन्दा वाटरले यिनीहरूको स्किन भिजाउँछ र भिजाइसकेपछि तिनीहरूले आफ्नो क्युटेनियस रेस्पिरेसन क्यारी आउट गर्छन्। क्युटेनियस रेस्पिरेसन मिन्स द रेस्पिरेसन विच इज डन थ्रु द स्किन। अब वाटरमा बस्ने भनेपछि त गिल्स रेस्पिरेसन गर्न पऱ्यो, तिमीले भन्ने कुरा त यो होला। तर गिल्सले किन रेस्पायर गर्दैन भन्दा यिनीहरूसित गिल्स नै हुन्न। होइन, हाम्रो किताबमा त गिल्सले हुन्छ भनेछ। गिल्सले कहाँ हुन्छ भन्दा यिनीहरूको जुन फर्स्ट स्टेज छ टेडपोल स्टेज, टेडपोल स्टेजमा यिनीहरूको गिल्स हुन्छ। 4 to 5 पेयर्स अफ गिल्स एभाइलेबल हुन्छ, जसले यिनीहरूको रेस्पिरेसन हुन्छ। तर पछि डेभलपमेन्ट हुँदै जाँदा यिनीहरूको बडीमा गिल्स हराएर जान्छ र यिनीहरूले रेस्पिरेसन गर्ने माध्यम के हुन्छ त, एउटा क्युटेनियस रेस्पिरेसन, एउटा पल्मनरी रेस्पिरेसन जुन कि हार्टमा गयो, हाम्रो लङ्समा गयो। यही यिनीहरूको लास्टमा के हुन्छ त, रेस्पिरेसनको तरिका हुन्छ। सो हाम्रो यहाँ के हुन्छ त, मेनली लिभ्स इन वाटर फर cutaneous respiration and also to escape from sudden attack। अब यो लाइनले के बुझाउन खोजेको भन्दा, जस्तै
यदि फ्रग पानीको नजिक छ भने सडन अट्याक हुने बेलामा सडन केसमा कुनै जनावरले त्यसलाई अट्याक गर्ने बेला त्यो पानीमा कुदेर आफ्नो ज्यान बचाउन सक्छ। त्यही भएर यिनीहरू नर्मली यस्तो पाइएको छ, यिनीहरू वाटर ब्याङ्कनिर बस्न खोज्छन् छिटै भाग्नको लागि अनि रेस्पायर गर्नको लागि। अनि यिनीहरूको लार्ज साइज र लाउड भोइसले गर्दा यिनीहरूलाई बुलफ्रग पनि भन्छ। अब बुलफ्रग भन्ने बित्तिकै बुल भनेपछि एकदम ठुलो साइज, अलि मस्कुलर भोइस हुने, त्यही भएर यिनीहरूलाई के भन्छ, यिनीहरूलाई बिकज अफ लार्ज साइज एन्ड लाउड भोइस, लाउड भोइसमा थोरै मिस्टेक छ, लाउड भोइस, they are also called they are also called bullfrog, they are called bullfrog। अब अब हामी के गरौँ त, यसको सिस्टमेटिक पोजिसनमा जाऊँ। हाम्रो फ्रग कसरी क्लासिफाई गरिएको छ, कुन कुन आधारमा क्लासिफाई गरिएको छ र किन गरिएको छ, यो कुरा थाहा हुनु पर्यो। सो लेट्स गो टु द सिस्टमेटिक पोजिसन अफ फ्रग। सो सिस्टमेटिक पोजिसन हेरौँ है। यो एकदम इम्पोर्टेन्ट कुरा हो। तिमीले कुनै पनि लङ क्वेसन एन्सर सोध्यो भने तिमीले सिस्टमेटिक पोजिसनबाट गयो भने तिमीहरूको मार्क्स पाउने चान्सेस एकदमै बढी हुन्छ। किनकि टिचर्सको पनि एउटा सेन्स डेभलप हुन्छ, यसलाई आउने रहेछ, यसले सिस्टमेटिक पोजिसन लेखेछ, यो छ त्यो छ भन्ने अलिक साइकोलोजिकल इफेक्ट नै पर्छ। त्यसैमाथि तिमीहरूलाई थाहा छ यो किन क्लासिफाई गरियो भन्दा अझै ठिक। सो सिस्टमेटिक पोजिसन हेर्ने हो भने फ्रगको सबभन्दा पहिला त हाम्रो किङडम। सो हाम्रो किङडम फ्रग पढ्ने भनेको एनिमेलिया। एनिमेलिया किन मल्टिसेलुलर हुन्छ, अनि यसको मोड अफ न्युट्रिसन के छ त, हेटेरोट्रफिक, आफ्नो खाना आफै बनाउन, अरूमाथि निर्भर छ, अनि अरूमाथि निर्भर छ, ठिक छ। सो त्यसैले यसलाई एनिमेलिया किङडममा राखेको। अब फाइलम, फाइलम के हो त, कोर डाटा। अब फाइलम कोर डाटामा राख्नुको रिजन, यस्ता क्वेसनहरू सोधेको हुन्छ 1-2 नम्बरमा। वाइ फ्रग इज क्लासिफाइड अन्डर किङडम एनिमेलिया, वाइ फ्रग इज क्लासिफाइड अन्डर द फाइलम कोर डाटा। कोर डाटा भनेपछि हामीले के बेसिक कुरा के थाहा हुनु पर्यो भन्दा कोर डाटाको नोटोकर्डको प्रेजेन्स, नोटोकर्डको प्रेजेन्स हुन पर्यो, लार्बल नोटोकर्डको प्रेजेन्स हुन पर्यो, गिल स्लिटको प्रेजेन्स हुन पर्यो, होलो नर्भ ट्युबको प्रेजेन्स हुन पर्यो। तर हाम्रो एडल्ट फ्रगलाई काटेर हेर्ने हो भने त्यसमा नोटोकर्ड प्रेजेन्ट हुन्न। अब हुन्न भनेपछि हामीले के भन्छौँ, यो त्यसो भए त यो कोर डाटामा राख्नै मिल्दैन नि त, छँदै छैन भने कहाँबाट राख्ने। तर यो के को आधारमा हुन्छ भने तिनीहरूको डेभलपिङ फेजमा कुनै न कुनै यस्तो सडन टाइम आउँछ जसमा यिनीहरूमा नोटोकर्ड पनि प्रेजेन्स भएको हुन्छ। त्यो कहिले हो त भन्दा यिनीहरूको लार्बल स्टेज हुने बेला, यिनीहरू आफ्नो लार्बल स्टेजमा हुने बेला, त्यति बेला यिनीहरूमा नोटोकर्डको प्रेजेन्स हुन्छ, गिल स्लिटको प्रेजेन्स हुन्छ, होलो नर्भ ट्युबको पनि डेभलपिङ फेजमा यिनीहरूको प्रेजेन्स हुन्छ। त्यही भएर यसलाई कोर डाटामा क्लासिफाई गरेको। यहाँ मैले रिजन लेखिदिन्छु, बिकज अफ प्रेजेन्स अफ नोटोकर्ड। अनि त्यसपछि हाम्रो के छ त, अर्को हाम्रो छ भन्दा ग्रुप। सो यो क्रेनिएटा भन्ने ग्रुपमा फल गर्छ। अब क्रेनिएटा भनेको के हो भन्दा बायोलोजी पढेपछि तिमीलाई यति थाहा होला, क्रेनियम भनेपछि एउटा, क्रेनियम भनेपछि हाम्रो बोन हो, हाम्रो यो टाउको जुन बोनको स्ट्रक्चर त्यसलाई क्रेनियम भन्छ, हेडलाई क्रेनियम भन्छ। क्रेनियम भन्ने बोनले प्रोटेक्ट गर्छ हेडलाई। जसमा क्रेनियमको प्रेजेन्स छ त्यसलाई क्रेनिएटामा राखिन्छ। हामीमा नि क्रेनियमको प्रेजेन्स छ, वी आर अल्सो अन्डर द ग्रुप क्रेनिएटा। सो प्रेजेन्स अफ क्रेनियम है, यस्ता मैले यो साइडमा लेखेको कुराहरू तिमीले पनि नोट गर, यो इम्पोर्टेन्ट कुराहरू छ, काम लाग्छ पछि काम लाग्छ यिनीहरू कुराहरू। ल अब त्यसपछि कुरा गरौँ हाम्रो ग्रुप भयो, सब फाइलमको कुरा गरौँ। अब सब फाइलम यिनीहरू भर्टिब्रेटामा फल गर्छ। यो तिमीलाई थाहा नै छ, प्रेजेन्स अफ भर्टिब्रल कलमले गर्दा यिनीहरू भर्टिब्रेटामा छन्। भर्टिब्रल कलम प्रेजेन्स छ भने दे आर फल अन द भर्टिब्रेटा। अनि अब डिभिजन, डिभिजन के छ त, न्याथोस्टोमेटा, जिएनए THOSTOMATA, न्याथोस्टोमेटा। अब प्रोनाउन्स गर्ने बेला तिमीले एउटा कुरा याद राख, यहाँ जी लेखे तापनि यसलाई हामीले प्रोनाउन्स गरिने साइलेन्ट हुन्छ, अनि प्रोनाउन्स गर्ने बेला न्याथोस्टोमेटा प्रोनाउन्स गरिन्छ। मिनिङ अफ न्याथोस्टोमेटा, किन न्याथोस्टोमेटामा राख्यो, बिकज अफ द प्रेजेन्स अफ लो अप्पर एन्ड द लोवर ज प्रेजेन्स छ, अप्पर लोवर ज प्रेजेन्स छ भने त्यसलाई कहाँ क्लासिफाई गरिन्छ, न्याथोस्टोमेटामा त्यसलाई क्लासिफाई गरिन्छ। यसको रिजन के हुने भयो त, प्रेजेन्स अफ जको प्रेजेन्सले गर्दा न्याथोस्टोमेटा। अनि यसको सुपर क्लास
सुपर क्लास सुपर क्लास के भन्छ टेट्रापोडा टेट्रापोडा भनेको मैले तिमीलाई सुरुमै भनिसकेको थिएँ प्रेजेन्स अफ लिम्स 4 लिम्स अनि टेट्रा मिन्स 4 अनि लिम्स मिन्स त्यही खुट्टा हात खुट्टा अनि त्यसपछि हाम्रो के छ त क्लास क्लास एम्फिबियनमा पर्छ यो सो क्लास के भन्छ एम्फिबिया एम्फिबिया भनेपछि द्याट लिभ्स बोथ अन ल्यान्ड एन्ड इन वाटर त्यस्तालाई एम्फिबियन्स भन्छ सो यो हाम्रो के भन्छ सिस्टेमेटिक क्वेसन भयो अब यसको जिनस स्पिस तिमीलाई थाहा नै छ राना तिग्रिना सो त्यो मैले लेखिदिन्छु यहाँ त्यसको मिनिङ तिमीलाई थाहा छ सो जिनस राना अनि स्पिसिज के हो त ए अझै एउटा कुरा याद राख मैले यहाँ एउटा सानो मिस्टेक गरेर रहेछु स्पिसिज लेख्ने बेला मैले क्यापिटल टी लेखेको थिएँ तर तिमीहरूले पढ्ने बेला यो कुरा थाहा पाएको छ होला स्पिसिज लेख्ने बेला जहिले नि तिनीहरूको फर्स्ट लेटर स्मल हुन पर्यो अनि लेखिसकेपछि तिमीहरूले यसलाई यसो अन्डरलाइन गरिदिन पर्यो यो कुरा याद राख यसले मेरो बहुत मार्क्स काटेछ पहिला त्यही भएर यो कुरा याद राख लेखिसकेपछि हाम्रो अन्डरलाइन गर्ने बानी बसालाई यहाँ मैले एकचोटि राम्रै लेखिदिन्छु यो स्पेलिङ मिस्टेक भयो जस्तो लाग्थ्यो सो यसरी अन्डरलाइन गर्ने बानी राख यसरी अन्डरलाइन गरिदेऊ जहिले नि अब हामीले फ्रकको ह्याबिट र ह्याबिटाटको कुरा गरौँ अनि त्यसभन्दा पहिला यहाँ अझै एउटा कुरा तिमीले थप्न चाहन्छौ भने थप है यहाँ क्लासमा तिमीले यसलाई अनुरानी लेख्न पाउँछ है क्लासमा एन्युरा भन्ने नि लेख्न पाउँछौ अनुरा अनुरा मिन्स द अर्गानिजम द्याट डजन्ट पोजेस टेल एन्ड हेज सर्ट हाइन्ड लिम्ब सरी स्ट्रङ हाइन्ड लिम्ब सो द एनिमल विच पोजेस स्ट्रङ हाइन्ड लिम्ब अनि टेल जसमा हुन्न त्यसलाई हामीले अनुरामा राखिन्छ सो यो अनुराको नि अनुराको पार्ट हो सो यसलाई नि याद राख तिमीहरूले यो कुरा इम्पोर्टेन्ट हो र अब हामी जाऊँ फ्रकको ह्याबिट अनि ह्याबिटाटमा सो हामीले स्टार्ट गरौँ ह्याबिटाटबाट सो ह्याबिटाट भनेपछि फ्रकको प्रेजेन्स कहाँ हुन्छ फ्रक मोस्टली कहाँ पाइन्छ किन पाइन्छ कसरी पाइन्छ के का लागि पाइन्छ यस्ता कुराहरूको एन्सर दिन्छ हाम्रो ह्याबिटाटले मिन्स वेयर दे ओरिजिनली लोकेट तिनीहरू कहाँ पाउन सकिन्छ यस्तो कुरा कहाँ बस्न मन पराउँछ त्यस्तालाई के भन्छ त ह्याबिटाट सो फ्रक बेसिकली हाम्रो फ्रेस वाटर एन्ड मोइस्ट ल्यान्डमा पाइने गरिन्छ सो पोइन्ट्समा लेख फ्रेस वाटर एन्ड मोइस्ट ल्यान्ड अब कतिजनाले मलाई सोध्न सके भिडियोमा कमेन्ट गर्न सके यो फ्रेस वाटर भनेको के हो फ्रेस वाटर भनेपछि जसमा जुन साल्टको डिजल्भ छ जति एमाउन्ट अफ साल्ट डिजल्भ छ त्यो एकदमै लेस हुन्छ कति हुन्छ भने सोधे पर 500 एमजी भन्दा लेस पर लिटरमा है पर लिटरमा 500 एमजी भन्दा तलसम्मको जस्तै 500 एमजी मिन्स मिलिग्राम भन्दा नि तल मिन्स कम एमाउन्ट अफ साल्ट पर लिटर सल्युसनमा पर लिटर लिक्विडमा हामीले वाटरमा मिलायौँ भने अनि त्यहाँबाट बन्ने एउटा सल्युसनलाई के भन्छ त फ्रेस वाटर भन्छ यसभन्दा माथि पनि हुन्छ ब्राकिस वाटर स्लाइन वाटर हाइपर सलाइन वाटर यो वाटर त्यो वाटर त्यसको लागि छुट्टै कम्पोजिसनहरू छ तर तिमीलाई चाहिने भनेको यति हो यो तिमीलाई चाहिन तर म तिमीलाई भन्दैछु यो कुरा तिमीले एड गर्यो भने एन्सरमा अझै ठिक हुनसक्छ अझै तिमीले अलिक तिमीहरूको इम्प्रेसन बढ्नेवाला छ यो एड गरेर अनि हाम्रो 500 एमजी यो फ्रेस वाटरमा पाइन्छ यति कुरा क्लियर छ फ्रेस वाटर भनेपछि के हो त पोन्ड्स पुल्स लेक्स स्ट्रिम्स यस्ता ठाउँ भनेको हाम्रो फ्रेस वाटर हो फ्रेस वाटर भनेपछि कहाँ कहाँ हो त फरिजी फर इक्जाम्पल पोन्ड्स लेक्स स्ट्रिम्स रिभर्स तर मेनली रिभर्सको नजिक पाइन्न है त्यति किनकि रिभर के भन्छ फ्लोइङ वाटर हो फ्लोइङ वाटरको नजिक त्यति पाउन्न स्ट्याग्नेन्ट वाटर पोन्ड्सहरूनिर अलि धेरै नै पाउने चान्सेस हुन्छ अनि त्यसपछि अब सोध्न पायो नि त किन पानी नजिक बस्छ एउटा त मैले तिमीलाई भनिसकेँ एउटा के भन्छ हाम्रो रेस्पिरेसनको लागि र आफ्नो जुन अट्याकिङ गर्न आउने एनिमल्सहरू छ त्यसबाट बच्न जुझ्नको लागि के भन्छ त त्यहाँ अलिक पानीको नजिक बस्छन् यिनीहरू डाइरेक्टली कुद्न पाउनु कि एकदम ठ्याक्क आयो हान्न कुदिहाल्ने आयो हान्न कुदिहाल्ने यस्तो टाइपको अब यसको ह्याबिटाट के छ त तिमीले थाहा पायो यति हो यसको ह्याबिटाटको बारेमा तिमीले यति लेख्न पर्यो 2-3 लाइनमा यस्तो मिलाएर लेख्दियौ ठ्याक्क तिमीले मार्क्स पाउँछौ अब हामी कुरा गरौँ फ्रकको ह्याबिटाटको बारेमा So,
एउटा मैले यहाँ कुरा छुटाएको रहेछु है, यिनीहरूको लार्भल डेभलपमेन्ट वाटरमा हुन्छ। लार्भल डेभलपमेन्ट इज क्यारिड आउट इन वाटर। भनेपछि मैले तिमीलाई अघि भनेको थिएँ नि त, टेडपोल स्टेज यिनीहरूको के छ भन्दा पानीमै बस्न रुचाउँछ। किन रुचाउँछ? किनकि तिनीहरूसित अरू केही नि मिडियम हुन्न जहाँबाट तिनीहरूले आफ्नो सास फेर्न सक्छन्, एक्सेप्ट गिल्स। 4 to 5 पेयर्स अफ गिल्स प्रेजेन्ट हुन्छ तिनीहरूको टेडपोलमा, जसले रेस्पिरेसन गर्छ। त्यही भएर उनीहरूको टेडपोल स्टेज के त फुल्ली वाटरमै बस्ने हो, बाहिर आउन सक्दैन। यो कुरा तिमीले याद राख। त्यसको त्यसको हेबिटाट भनेपछि वाटर हो। ट्याक्क वाटरभित्रै पाइन्छ, बाहिर आउनै सक्दैन। अब यसको हेबिटको कुरा गर्ने हो त फ्रगको हेबिटको कुरा अब गरौँ। यसको हेबिट बानी बेहोरा कस्तो छ त? फ्रग के हो त? हाम्रो सोलिटरी एनिमल हो। सोलिटरी भन्ने टर्मले के भन्छ त? सो फ्रग के हो त? सोलिटरी एनिमल। सोलिटरीको मिनिङ के हो भन्दा एक्लै बस्न रुचाउने एनिमल। त्यो हुन्छ एउटा ग्रुपमा केटो एक्लै बस्ने, अलि नसापत्तिमा लागेको केटा, त्यस्तै टाइपको हुन्छ फ्रग। एक्लै बस्न रुचाउने, एक्लै हुने, एक्लै बस्ने, अन्टिल एन्ड अनलेस कति बेलासम्म त? यिनीहरूको ब्रिडिङ सिजनको बेलासम्म। ब्रिडिङ सिजन भनेको यिनीहरूको रेनी सिजन हो। रेनी सिजनमा यिनीहरूको ब्रिडिङ सिजन हुन्छ। जति बेला यिनीहरूको ब्रिडिङको काम हुन्छ त्यति बेला यिनीहरू कपुलेट गर्नको लागि आउँछन् सँगै, नत्र भए दे आर सोलिटरी एनिमल। मिन्स एक्लै बस्न रुचाउने, मिन्स लोन्ली एनिमल। यसरी याद राख, अलि इजी होला तिमीलाई। अनि चाहिँ मैले भनेअनुसार एक्सेप्ट ब्रिडिङ ब्रिडिङ सिजन बाहेक यिनीहरू सोलिटरी एनिमल हो। अब हेबिटमा यसको बसाइ सराई, हिँड्ने तरिका, खाने तरिका, चल्ने तरिका, बोल्ने तरिका, सुत्ने तरिका सब कुरा हुन्छ। त्यसैले सुरुमा हामी के कुरा गरौँ त? यसको रेस्टिङ भनेको के हो त? यसको बस्ने आराम गर्ने तरिका। सो अब यसको रेस्टिङको कुरा गरौँ। रेस्टिङको कुरा गर्ने हो भन्दा, एक नम्बरमा रेस्टिङको कुरा गर्ने हो भन्दा, अब फ्रग भनेको एउटा स्क्वाटिङ पोजिसनमा जहिले पनि बसेको हुन्छ। स्क्वाटिङ पोजिसन भनेपछि यहाँ रे मैले सुरुमा एउटा फोटो राखेको थिएँ, त्यसमा नि फ्रग हेरेर त्यहाँ स्क्वाटिङ पोजिसन भनेपछि खुट्टा खोलेर यस्तो मजाले बस्ने के। तिमीहरू जिम जान्छ भने तिमीलाई थाहा होला, स्क्वाट हान्ने, यो चाहिँ लिफ्ट लिएर तलतिर जाने, उठ्ने, यसरी तल माथि गर्ने, द्याट इज कल्ड स्क्वाटिङ पोजिसन। यो पोजिसनलाई के भन्छ त? स्क्वाटिङ पोजिसन भन्छ। अब त्यसमा के हुन्छ त? यिनीहरूको जुन फोर लिम्ब हुन्छ त्यो एकदमै सर्ट हुन्छ है, कम्पेरिटिभली टु द हाइन्ड लिम्स। त्यही भएर यिनीहरूको एकदम अपराइट यसरी हुन्छ, अनि स्क्वाटिङ पोजिसनमा बसेको हुन्छ। हेर्ने अपराइट छ अनि स्क्वाटिङ पोजिसनमा बसेको छ। अब गर्ने बेला यिनीहरूको जुन फोर लिम्स यो हो, अनि यिनीहरूको हाइन्ड लिम्स छ जुन कि बडीभित्र यसरी गाडिएर बाहिर आएको हुन्छ, ग्रिप बनाएर बसेको हुन्छ, एकदमै ग्रिप बनाएर बसेको हुन्छ यिनीहरू। अनि यिनीहरूलाई अब फिल हुने बित्तिकै अब कसैले मलाई हान्न आयो, समात्न आयो, कति यिनीहरूले समातेर खाइदिन्छ। सो यस्तो यिनीहरूलाई अलि आभास हुने बित्तिकै यिनीहरू एकदम चलाक हुन्छन्। यहाँबाट यिनीहरूले यस्तो फोर्स लाएर यिनीहरू ठ्याक्क जम्प गरिदिन्छन्, जम्प गरेर भागिदिन्छन् हाम्रो ठाउँदेखि, कसैले समात्न नपाओस्। यिनीहरू डन टाइपको हो के, पुलिसको खतरा हुने बित्तिकै भागिहाल्ने त्यहाँबाट। यस्तो छ यिनीहरूको हालत। अनि जसले गर्दा यिनीहरूको जुन ह्यान्ड लिम्स एकदमै पावरफुल हुन्छ है। यिनीहरूको ह्यान्ड लिम्स आर एक्सट्रिमली पावरफुल। रेस्टिङमा तिमीले एउटा अझै कुरा लेख है, यहाँ यस्तो लेख, स्क्वाटिङ पोजिसन, सर्टमा लेख, स्क्वाटिङ पोजिसनमा बसेको हुन्छ। के हुन्छ त? अनि हाम्रो सर्ट लिम्ब, फोर लिम्ब सर्ट हुनेका कारणले स्ट्रेट हुन्छ, अपराइट हुन्छ। ठिक छ? सर्ट फोर लिम्स अनि स्ट्रङ हाइन्ड लिम्स। अरू के लेख्न सक्छौ त रेस्टिङमा? अरू त मैले थप्ने भन्ने कुरा के छ भन्दा, यिनीहरूको जुन वाइल resting their hind limbs fold inside the body. बडी भित्र गएको, अघि तिमीलाई मैले पिक्चरमा देखाएँ ट्याक्क त्यस्तै हुन्छ यिनीहरूको। अनि कुनै पनि प्रकारको हाम्रो यिनीहरूलाई सेन्स हुने बित्तिकै हमला खतरनाकी अलि हमला सेन्स हुने बित्तिकै भागिहाल्छन्। अब कुरा गरौँ, रेस्टिङको कुरा गरिसक्यौँ। नाउ लेट्स टक अबाउट दि हाम्रो यिनीहरूको लोकोमोसनको तरिका, हिँड्ने डुल्ने तरिका। यिनीहरूको पनि हिँड्ने डुल्ने पनि एउटा हेबिटकै कुरा हो। अब तिमीले त्यसै बाटोमा हिँड्ने बेला कुनै मान्छेले आएर अलि हल्लिएर हिँड्दैछ,
तिमीलाई थाहा भइसकेको हुन्छ यसले नसापत्ती सेवन गरेको छ, त्यही भएर हल्लिरहेछ। त्यसको के त्यहाँबाट तिमीले के थाहा पायो? नसापत्ती गरेको छ। यसको ह्याबिट नै यस्तै छ। सो लोकोमोसनले नि मान्छेको वा कुनै पनि एनिमलको हाम्रो हेबिट जनाउँछ है। तिमीहरू एकदम चिटिक्क परेर जेन्टलम्यान चाहिँ हिँड्यो भने हेबिट राम्रो छ केटाको भन्ने हुन्छ। ल अब लोकोमोसनको कुरा गर्ने हो भने फ्रगले डिफ्रेन्ट टाइप्स अफ मोडबाट लोकोमोसन देखाउँछ। सबभन्दा पहिला हाम्रो के छ त स्विमिङ, पानीमा बस्छ, स्विमिङ गर्नै पर्यो। सो सबभन्दा पहिला के छ त लोकोमोसनमा स्विमिङ छ है। स्विमिङ 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 छ, अनि के छ लिपिङ छ, लिपिङ भयो। अनि के छ त जम्पिङ वा वकिङ। लिपिङ भनेको जम्पिङ हो, यसैलाई जम्पिङ भन्ने हुन्छ, लिपिङलाई जम्पिङ भन्छ। ल अब यो तिनटै टपिकको डिटेल स्टडी गरौँ है, के छ यसमा के छैन यसमा। ल सबभन्दा पहिला फ्रग भनेको बस्ने भनेको पानीमा हो। यसको जुन हाइन्ड लिम्स हुन्छ फोल्ड गरेर यसले राखेको छ, त्यही भएर यसले स्ट्रेच गर्यो भने यसको हाइन्ड लिम्ब एकदमै ठुल्ठुला हुन्छन् अनि पावरफुल पनि त्यत्तिकै हुन्छ। त्यसैले यसको हाइन्ड लिम्बले नै यसले स्विमिङ गर्ने हो। के गर्छ भन्दा अब यो फ्रग हो भने यसको सबभन्दा पहिला हाइन्ड लिम्ब त यसरी गरेर फोल्डेड भएर बसेको हुन्छ। यो अलि ड्रइङ भएन, यस्तो त यस्तो बनाएर त टिचरले फालिदिन्छ, कपी चेकै गर्दैन। यस्तो अलि राम्रै बनाऊ है। सो अलि यसको फोल्ड भएर यसरी बसेको हुन्छ, यसको हाइन्ड लिम्सहरू यसरी अलिक फोल्ड भएर यसरी आएका हुन्छन्। तर मेरो ड्रइङले गर्दा तिमीले बुझ्दैन होला, माथि गर्छ एकचोटि रोक है, यहाँबाट हेर। यसको हाइन्ड लिम्स यसरी फोल्ड भएर बसेको छ कि नै? बसेको छ। हाइन्ड लिम्ब एकदमै फोल्डेड टाइपको छ, एकदम मजाले बसेको छ। तर हाम्रो इन द केस अफ के त स्विमिङ गर्ने बेला यसको जुन हाइन्ड लिम्ब यस्तो गरेर यस्तो ओपन छ है, यो के हुन्छ त फुल्ली ओपन हुन्छ, पुरा एकदम यसरी स्ट्रेच हुन्छ र पानीलाई धकालेर यो यस्तो अगाडि बढ्छ। स्विट जान्छ है। मैले तिमीहरूलाई एउटा फिगरले बुझाउँछु र मैले त्यो फिगर यसमा अपलोड गर्छु। ल मैले एउटा पिक्चर अपलोड गरेको छु, त्यहाँबाट तिमीहरूले राम्ररी बुझ्न सक्छौ यसको स्विमिङको केसको बारेमा। सो यहाँ तिमीहरूले हेर्ने बेला यहाँ हेर है, यहाँ तिमीहरूले एउटा कुरा के नोटिस गर भन्दा यहाँतिर हेर, यहाँ सबभन्दा पहिला यसको लेग्समा हेर है। पहिलाको यसको लेग के थियो, स्क्वाटिङ पोजिसनमा थियो र के थियो एकदमै भित्रतिर बडीतिर इन्ट्याक्ट भएर इम्बेडेड भएर बसेको थियो। तर अब स्विमिङ गर्ने बेला यसको लेग पुरै यसरी ओपन हुन्छ, पुरा एकदम यसरी स्ट्रेटमै ओपन हुन्छ, अनि ओपन भएर यो युनि ओपन हुन्छ, अनि दुइटैले पावरद्वारा ठ्याक्क पुस गर्छन्, खुट्टाले गर्दा तिनीहरूले पुस गर्छन् र अगाडि जान्छन्, पुस गर्छन् अगाडि जान्छन्। त्यस्तो यिनीहरूको काम हुन्छ। अनि पुस गर्ने बेला अब हेर है, यो हाम्रो हात हो, यो हाम्रो हात हो मानौँ, यो हाम्रो हात हो, हाम्रो खुट्टा हो मानौँ, खुट्टा हो। अब हाम्रो खुट्टाको बिचमा के हुन्छ, यस्तो ग्यापहरू हुन्छ जसले गर्दा पानी यहाँबाट बग्न सक्छ र बोकेर के हुन्छ त हामी नर्मली खुट्टाले अगाडि जान सक्दैनौँ। तर यिनीहरूको के हुन्छ भन्दा यिनीहरूको हातमा के हुन्छ भन्दा यहाँ हेर है, यस्तो हात छ भने यिनीहरूको यहाँ बिचमा यस्तो वेभ हुन्छ कि वेभ, यो पुरै मेम्ब्रेन हुन्छ, यहाँ पुरै मेम्ब्रेन हुन्छ, जसले गर्दा यिनीहरूको पानी यहाँबाट छिर्नै सक्दैन र यिनीहरूले के भन्छ त्यो एउटा थ्रस्ट पैदा गरेर अगाडि जान्छन्। सो यसरी यिनीहरूले के भन्छ स्विमिङ गर्छन्। ल यो अब हाम्रो यिनीहरूको स्विमिङको तरिका, यसरी यिनीहरूले स्विमिङ गरिदिइहाल्छन्। अब यिनीहरूले त्यो वेभले गर्दा पुस गर्छन् पानीलाई पछाडि अनि अगाडि झार्छन्। एकोर्डिङ टु न्युटन्स थर्ड ल, एभ्री एक्सन हेज इक्वल एन्ड अपोजिट रियाक्सन। पिचमा पढेको यिनीहरूले एक्सन के गरे त पानीलाई पछाडि फाल्ने, पानीले के रियाक्सन गर्यो यिनीहरूले अगाडि धकाल्ने। सो ठ्याक्क त्यही यिनीहरूले फिजिक्स पढेछन् र फिजिक्स बुझेर यिनीहरूले लोकोमोसन पनि गर्छन्, स्विमिङ गर्छन् एकदम। सो यिनीहरूको फोर लिम्सको त्यति काम हुन्न क्या स्विमिङमा। किन हुन्न त? पुरै काम यो खुट्टाले गरेछ, के का फोर लिम्सको काम पुरै यो कन्ट्राक्सन रिल्याक्सेसन पुरै खुट्टाले गरिरहेको छ। त्यही भएर यसमा मेनली के कसो काम हुन्छ त हाइन्ड लिम्सको काम हुन्छ। ठिक। अब कुरा गरौँ हाम्रो लिपिङको। लिपिङ भन्ने बित्तिकै अब लिपिङ के हो, लिपिङ के होइन, लिपिङ हो लिपिङ होइन होइन लिपिङ, कस्तो कस्तो कुरा होला दिमागमा। तर लिपिङ भनेको केही नै होइन क्या, जस्ट जम्पिङ हो। त्यही भएर मैले यहाँ साइडमा लेख्दैछु जम्पिङ। यो कुरा याद राख्नु हुन्छ, जम्पिङ भनेको या त कुद्ने। नर्मली हामीले फ्रगलाई धेर्ने भनेकै जम्पिङ लिपिङवाला केसमा हो। अब फ्रग कहिले हामीले एकदम रेयर केस हेरेको क्या, फ्रगले हामीले वक गरेर हेरेको, स्विम गरेको नि नर्मली देखिन्छ, अनि लिपिङ भनेको सबभन्दा बढी देखिन्छ, बुझ्यौ? सो अब जम्पिङको केसमा जाने हो भने यसमा नि यसको हाइन्ड लिम्बको एकदम ठुलो रोल हुन्छ। किन? जम्पिङ गर्ने बेला नि मैले तिमीलाई एउटा अझै पिक्चर देखाउँछु, त्यसबाट तिमीले एकदम राम्रो बुझ्छौ यो कुरा। ल यहाँ हेर त, मैले एउटा नयाँ फिगर लिएर आइसकेँ जसमा तिमीहरूले एकदम राम्ररी बुझ्न सक्छौ। ओहो यहाँ एउटा गल्ती भएर रहेछ नि त। यसो गरौँ, यसलाई अलि नदेखाऊँ है, म क्रेडिट चोर हो है, मैले क्रेडिट चोरी गर्छु अरूको। ल अब मेन मुद्दामा आऊँ है। ल यसको लिपिङको तरिका के छ भन्दा यहाँ हेर त, सबभन्दा पहिला यो के छ, स्क्वाड पोजिसनमा बसेको छ, केही नि काम छैन, काम धन्दा छैन। अब के भयो भन्दा यहाँबाट मानव कसैको हात आउनु लाग्यो,
हात आउनु लाग्यो। अब यो डऱ्यो, डरिसकेपछि के हुन्छ, हाँसेछ त्यही नि डऱ्यो मानौँ। अब यसले के गर्यो, आफ्नो खुट्टा हाइन्ड लिम्बले एकदमै फोर्स लाएर तल मुनि फोर्स लाएर जम्प हानिदियो। जम्प हान्ने बित्तिकै यहाँ आएर यो हावामा गयो। हावामा गएपछि अब के हुन्छ त भन्दा तल ठ्याक्क तल 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 आयो प्रोजेक्टाइल मोसन। यसमा एङ्गल थिटामा प्रेजेन्ट गरेको छ। ओके, अँ हाम्रो काम फिजिक्स पढाउने होइन, हाम्रो काम बायोलोजी हो। सो ओके, सो यहाँबाट लिप गर्दै यसरी गयो, माथि कुद्यो। कसले गर्दा? पावरफुल ह्यान्ड लिम्सले गर्दा माथि कुद्यो। अब कुदिसकेपछि ठ्याक्कै यसको ह्यान्ड लिम्ब स्ट्रेच भयो। स्ट्रेच भएर अब यो तल आउने बेला के को सहाराले तल आउँछ त? फोर लिम्सको कारणले आउँछ। फोर लिम्बले यसलाई एकदमै नर्मल एकदम सुस्तरी फ्लाइट ल्यान्डिङ टाइपमा तल झारिदिन्छ। अरू कुरा के हो भन्दा यसको ह्यान्ड लिम्ब जेड सेपमा हुन्छ। यो कुरा त मलाई थाहा छ, जेड सेपमै हुन्छ। कसले भन्यो वाइ सेपमा हुन्छ? जेड सेपमै हुन्छ। सो यो हरेक समय लिपिङको लागि एकदम रेडी हुन्छ। यसको ह्यान्ड लिम्ब एकदमै फ्लेक्सिबल हुन्छ। यो कुरा तिमीले आफै लेख्छौ, मिलाउँछौ। अब यो लिपिङ गर्ने बेला यो जुन डिस्टेन्स छ, यो यसको रेन्ज छ, रेन्जको फर्मुला के हो? यु स्क्वायर इज इक्वल टु साइन 2 थीटा बाई जी। सो हामीले यसरी निकाल्दैनौँ, यो त प्रोजेक्टाइलको कुरा भयो। फेरि म आफ्नो कोर्स कन्टेन्टबाट भड्किँदैछु, तर सरी। अब यसको रेन्ज के हो भन्दा कति आउँछ त? 1.5 टु 2 मिटर्ससम्म यसले लिप गर्छ एकचोटिमा। यति मिटरसम्म कुदिन्छ, ठ्याक्क यति मिटरसम्म कुदिन्छ है। सो यो हाम्रो लिपिङको डायग्राम भयो। अब जाम वकिङमा। वकिङको बारेमा त्यति केही छैन क्या, वकिङ भने एकदमै सर्ट छ। र मैले यो दुईटाको बारेमा लास्टमा नोट लेखिदिन्छु र तिमीले बुझ्छौ त्यो तिमीले सार। अहिले मैले जस्ट बुझाइदिएको तिमीलाई यसको बारेमा। अब लास्टमा के छ त? वकिङ छ। अब वकिङ भनेर नर्मली फ्रगले वक गरेको देख्दैनौँ। किन देख्दैनौँ? वक गर्दैन नै, गर्छ, तर एकदमै रेयर केसेसमा गर्छ। ल, अब वकिङ गर्छ, किन गर्छ, किन गर्दैन? किनकि जब हेर फ्रग ग्राउन्डमा हिँड्दैछ, मानव मानव एउटा पेज थप्न पर्यो, कहाँबाट थप्ने? यहाँबाट। ल, मानव फ्रग फ्रग यहाँ छ है। ल, फ्रग यहाँ छ। मेरो ड्रइङ त्यस्तै छ, त्यही भएर मैले जस्ट एउटा नर्मल कुरा बनाइदिएछु, यसो अन्डा सन्डा। ल, अनि यहाँ मानव एउटा सानो इन्सेक्ट छ जुन कि उडिरहेछ है, उडिरहेछ वा केही न केही मुभमेन्टमा छ। इन्सेक्ट मस्ट बी इन द मुभमेन्ट। किनकि फ्रगले कहिले पनि नेभर इन हिज लाइफ बसेको वा एकदमै शान्त बसेको, चकचक नगरेको, नचलेको इन्सेक्टलाई खानै सक्दैन, खाँदै खान्न। या त त्यो इन्सेक्ट जहिले नि हल्लिएको हुन पर्यो, यताउति घुमेको हुन पर्यो, त्यति बेला मात्र फ्रगले त्यसलाई खान सक्छ। किन खान सक्छ? यसको पनि रिजन छ, मैले तिमीलाई दिन्छु यसको रिजन। भन्दा फ्रगले कहिले नि स्टेसनरी वा हल्ला गुल्ला नगरेको प्रेलाई खाँदै खान्न। किन खान्न? डिटेक्ट गर्न सक्दैन यो फुड भनेर। फ्रग आर भेरी एम्बस प्रिडेटर्स, एम्बर्स एन्ड इटर्स। यसको मिनिङ के हो? यसको मिनिङ यो हो भन्दा यिनीहरूले बस वेट गर्छ, सिट गर्छ, वेट गर्छ, हेर्छ। युजली कुरा गरेको, नट अलवेज, युजली, मोस्टली, इन मोस्ट अफ द केसेस चुप्प लाएर बस्छ, मुभमेन्ट हेर्छ, मुभमेन्ट के छ ठ्याक्क हानेर हानेर मिन्स टङ बाहिर फालेर बाइफिड हुन्छ। प्रोटेस्टेबल मसल्सले गर्दा बाहिर जान्छ, रिट्याक्टर मसल, प्रोट्याक्टर मसल पछि आउँछ यो कुराहरू। त्यसले गर्दा त्यसलाई तानिहाल्छ, तानेर खाइदिन्छ। सो मैले भनेअनुसार अब युजली मैले भनेको थिएँ, तर मानव फ्रग यहाँ छ, फ्रगले अब हिँड्नै पर्यो। अब हिँड्न पर्यो भन्दा वकिङवाला मुभमेन्ट सो गर्न पर्यो भने फ्रगले के गर्छ त? एउटा खुट्टा पहिला अगाडि राख्ने, अर्को खुट्टा पछाडि राख्ने। जस्तै एउटा खुट्टा अगाडि गयो, अर्को खुट्टा यहीँ छ, फेरि यो खुट्टा अगाडि गयो, यो खुट्टा यहीँ छ, यो खुट्टा अगाडि गयो, यो खुट्टा यहीँ छ। त्यो हाम्रो हिँड्ने तरिकाले कैकी टाइपको त्यो टाइपले हिँड्छ। हिँडेर के गर्छ त? वकिङको आफ्नो मुभमेन्ट सो गराउँछ। अनि हाम्रो ठ्याक्क त हुन्छ हात हल्लिने हिँड्ने बेला त्यस्तै यसको मोसन हुन्छ, जसमा के हुन्छ त? हाम्रो लिम्स अगाडि पछाडि डायगोनली। जस्तै डायगोनली भनेको तिमीले बुझ्छौ कि नै? जस्तै यहाँ मानव यसको फोर लिम्स छ यो दुइटा, अनि यो दुइटा यसको ह्यान्ड लिम्ब हो। अब यो फोर लिम्ब अगाडि जाने बेला यो ह्यान्ड लिम्ब अगाडि जान्छ, डायगोनल भयो नि त यो। अनि यो फोर लिम्ब अगाडि जाने बेला यो ह्यान्ड लिम्ब अगाडि जान्छ। त्यही भएर यसलाई डायगोनल मुभमेन्ट भन्छ, डायगोनली जान्छ यिनीहरू। ओके, त्यसै कारणले के हुन्छ त? जस्तै अब यो दुइटा ह्यान्ड लिम्ब छ, जस्तै फोर लिम्ब अनि यो ह्यान्ड लिम्ब, यो अगाडि जाने बेला यो तिनटै के हुन्छ त? भुइँमा बसेको हुन्छ। यो अगाडि जाने बेला यो तिनटा भुइँमा बसेको हुन्छ। त्यही तरिकाले यसले वकिङवाला मुभमेन्ट सो गर्छ। अब हामीले यसको ह्याबिटमा के कुरा गऱ्यौँ त? एउटा गऱ्यौँ रेस्टिङ, एउटा गऱ्यौँ लोकोमोसन। अब कुरा गरौँ यसको फिडिङको। यो नि एउटा ह्याबिट हो, मान्छेले के खान्छ, फ्रगले के खान्छ, त्यसबाट त्यसको ह्याबिट थाहा हुन्छ हामीले। अब एउटा केटा छ वा एउटा केटी छ, दिनभरि बाहिरको खाना खान्छ, यसको ह्याबिट के छ? बाहिरको खाना मात्र खाना छ, बाहिरको मात्र खाना छ, त्यस्तो ह्याबिट बन्छ त्यसको। त्यसैले फिडिङले नि ह्याबिटलाई एकदमै इफेक्ट पारेको हुन्छ। सो अब फिडिङको कुरा गरौँ। फिडिङको कुरा गर्ने भने यसले साना झारपात भन्न आयो, साना इन्सेक्ट माकुराहरू यताउति खाने काम गर्छ यसले। मतलब कार्निभोरस एनिमल हो। सो लेखिहालौँ, जे पोइन्ट याद आयो लेखिहाल्न पर्छ। सो के हो यो?
कार्निभोरस हो। कार्निभोरस मिन्स द्याट इट ओन्ली दि फ्लेस, कार्निभोरस एनिमल। अब त्यो सानो मसिनो त्यो माकुरामा के को फ्लेस, त्यही नि कार्निभोरस हो। स्मल इन्सेक्ट्सहरू खान्छ। इक्जाम्पल्स मैले दिन्छु तिमीलाई। इन्सेक्ट्स, स्पाइडर्स, क्रुस्टेसियन्स। क्रुस्टेसियन तिमीले नाम सुनेको छैन होला, फाइलमा पढ्ने बेला थाहा हुन्छ पछि गएर, अहिले यसको चर्चा नगरौँ। त्यही सानो पातो यो इन्सेक्टै हो भन। अनि यसले के भन्छ त, आफ्नो जुन बच्चा हुन्छ द्याट इज अ टेडपोल, टेडपोललाई नि खाइदिने काम गर्छ। अब टेडपोललाई खाने भनेको आफ्नै स्पिसिसलाई खाने, आफ्नै बच्चाहरूलाई खाने, आफ्नै मतलब रिलेटिभ्सलाई खाने भनेको त्यो मोड अफ न्युट्रिसनलाई के भन्छ त, क्यानाबालिजम। क्यानाबालिजम त्यो अघोरी बाबाहरू हुन्छ है, जसले अब मान्छेको मासु खान्छ, पछि मरेपछि मारेर खान मरेपछि खान्छ, त्यसले के भन्छ क्यानाबालिजम। आफ्नै स्पिसिस खाइदिने, आफ्नै त्यो मान्छेहरू खाइदिनेलाई क्यानाबालिजम। सो अल्सो सोज क्यानाबालिजम नि सो गरेको हुन्छ यिनीहरूले। यसको फिडिङ हेबिट यस्तो छ। अनि मैले तिमीलाई अघि भने चाहिँ ओन्ली मुभिङ एनिमल आर कट विथ द हेल्प अफ द टङ। मुभिङ एनिमललाई मात्र डिटेक्ट गर्छ, त्यही भएर मुभिङ एनिमललाई मात्र खान्छ। म अब एउटा इन्सेक्ट फ्रक अगाडि गएर यसरी चुप्प लाएर बसिदियो भने नो, खाँदै खान्न, डिटेक्ट नै गर्न सक्दैन यो मेरो फुड हो भनेर। मुभिङ एनिमललाई डिटेक्ट गर्छ र खाइदिन्छ। अब हामीले यसको हेबिटको कुरा गरौँ, जुन कि हो क्रकिङ। सो क्रकिङ, क्रोकिङ भनेको आवाज निकाल्ने, आवाज निकाल्ने। अब आवाज निकाल्नेले कसरी मान्छे सरी फ्रगले डिफाइन गर्छ यसको हेबिट। अब मानव कोही मान्छे छ, अब बसमा गयो, बसमा चढ्यो मानव, नर्मल नम्र भाषाले बोल्यो, पैसा छैन नम्र भाषाले भन्यो सरी सरी त आज भएन, यस्तो मिस्टेक भयो, ल्याउन बिर्से। के भन्छ यसको हेबिट एकदम राम्रो मान्छे रहेछ, छोडिदिनु पर्यो। त्यही बसमा गएर हल्ला गरेछ, ए सलै गरिदिन्छु, यता गरिदिन्छु, त्यो गरिदिन्छु, यता गरिदिन्छु, उता गरिदिन्छु। के थाहा भयो त, यसको हेबिटको कुरा थाहा भयो। एकदमै नक्चडे रहेछ, एकदमै पापी छ, यस्तो कुराहरू थाहा हुन्छ हामीलाई। सो क्रकिङले नि हाम्रो यसको बोली बालीले नि फ्रकको हेबिटको बारेमा बताउँछ। नर्मली यिनीहरूले क्रकिङ भन्ने सिजन कुन हो, टाइम कुन हो, रेनी सिजन हो। रेनी सिजन किन हो, किनकि यो टाइममा ब्रिडिङ हुन्छ। ब्रिडिङ किन हुन्छ, फर नेक्स्ट जेनेरेसन पाउनको लागि। अनि त्यति बेला यसले फिमेल फ्रकले एट्र्याक्ट गर्नको लागि क्रकिङ गर्छ। क्रकिङ भनेको मेल फ्रकले गर्ने हो। हरेक ठाउँमा मेल नै हुन्छ जसले फिमेल बनाउँछ। सो क्रकिङ यिनीहरूले गर्छ, फ्रक फिमेल फ्रक एट्र्याक्ट गर्छ। सो तिमीले एउटा कुरा के याद राख्न पर्यो, भेरी कमन इन वेट एन्ड रेनी सिजन। ल, भेरी कमन इन वेट एन्ड रेनी रेनी सिजन्स, एकदम कमन छ रेनी सिजनहरूमा। कसले गर्छ, डन बाई डन बाई मेल फ्रग्स टु अट्र्याक्ट फिमेल फ्रग्स। फिमेल फ्रग्सले अट्र्याक्ट गर्न। क्रोकिङले हामीले के भन्छ त, मेटिङ कल, मेटिङ साउन्ड, वेडिङ कल, वेडिङ साउन्ड, यस्ता कुरा पनि दिएको हुन्छ। मेटिङ कल मिन्स द कल फर मेटिङ। अब त्यही कुरा अब के भनौँ त्यति, हाम्रो रिप्रोडक्सनको लागि बोलाएको हुन्छ। त्यसलाई क्रकिङलाई के पनि भन्छ त, मेटिङ कल भन्छ। यो कुरा याद राख मैले, इम्पोर्टेन्ट कुरा हो। यसलाई के भन्छ त, मेटिङ कल भनेको हुन्छ। हाम्रो क्रकिङलाई अरू के भन्छ त, डेटिङ होइन, वेडिङ, वेडिङ कल, एडभर्टिजमेन्ट टु अट्र्याक्ट द फिमेल ड्युरिङ द ब्रिडिङ सिजन। मैले अघि भनेअनुसार फिमेललाई बोलाउन यो साउन्ड प्रड्युस गरिन्छ। अनि अरू के हो भन्दा, अब मानव एक्सवाइजी गुन्डा छ, त्यो गुन्डा अरू गुन्डाको एरियामा गयो। अब एक्सवाइजी गुन्डा अरूको एरियामा जाने बेला अर्को गुन्डाले के भन्छ त, कहाँ आइस त, जहाँबाट। त्यसले के गर्छ त, आफ्नो आवाजले त्यसलाई भगाउन खोज्छ, भाग्यबाट भन्दै। त्यस्तै फ्रगले नि आफ्नो एरिया डिफाइन गर्दा, यति मेरो एरिया हो, यहाँ नआइज भन्न क्रकिङ साउन्ड प्रड्युस गर्छ। सो टु टु डिफेन्ड देयर एरिया क्रकिङ साउन्ड प्रड्युस गरेको हुन्छ। सो तिमीले यो कुराहरू याद राख्न पर्यो। कमनली नन एज भेरी कमन इन वेट, वेटमा अनि रेनी सिजन्समा एकदमै कमन हुन्छ यो। अट्र्याक्ट फिमेल, फिमेल एट्र्याक्ट गर्न फिमेल फ्रक्सलाई। अनि टु डिफेन्ड देयर एरियाज, यो नि याद राख, यो नि इम्पोर्टेन्ट कुरा हो, सोध्न सक्ला एमसिक्यूहरूमा। अनि अब जाउँ हाम्रो हाइबरनेसनमा। हाइबरनेसन, एबिस्टेसन के हो यिनीहरू, मिनिङ के हो यसको। हाइबरनेसन भनेको तिमीले नर्मली कार्टुनहरूमा पनि सुनेकै होला, हाइबरनेसन मिन्स सुत्ने, कहिले सुत्ने, कहिले किन सुत्ने, के काले सुत्ने, यसबाट थाहा हुन्छ। अब फेरि तिमीले मलाई सोध्छौ हाइबरनेसन सुत्ने तरिकाले कसरी यसको हेबिट डिफाइन गर्यो।
अब एउटा मान्छे दिनभरि सुत्छ भने त्यसको हेबिट डिफाइन हुन्न, काम नलाग्ने मान्छे हो यो, दिनभरि सुतेको सुतेकै छ। त्यहाँबाट हामीले मान्छेको हेबिट थाहा पायौँ। त्यस्तै हामीले फ्रकको हेबिट थाहा पाउँछौँ। अब यहाँ हेरे हाइबरनेसन। हाइबरनेसन भनेको के हो भन्दा हामीलाई थाहै छ फ्रक के हो, पिकिलोथर्मिक। पिकिलोथर्मिक भनेको के हो, कोल्ड ब्लडेड। कोल्ड ब्लडेड के हो त, आफ्नो जुन टेम्परेचर छ त्यो सराउन्डिङको हिसाबले चेन्ज हुँदै गर्ने। सराउन्डिङमा टेम्परेचर 10 डिग्री भयो भने 10 डिग्री भइदिने, सराउन्डिङमा टेम्परेचर 5 डिग्री भयो 5 डिग्री भइदिने, माइनसमा भयो माइनसमा गइदिने। हाम्रो के हो त, वार्म ब्लडेड हो, हाम्रो टेम्परेचर कन्सटेन्ट हुन्छ। सराउन्डिङ सिधा चेन्जै हुन्न, सराउन्डिङ 5मा जाओस् या 50मा जाओस्, हाम्रो बडी टेम्परेचर कति हो, 37.5 डिग्री सेल्सियस र 98.6 डिग्री फ्यारेनहाइट। त्यतिमा कन्सटेन्ट छ, बढ्दै बढ्दैन घट्दै घट्दैन। ज्वरो सरो आयो भने सकाप हुने चान्सेस बढी छ। सो हाम्रो फ्रकको के छ त, कोल्ड ब्लडेड एनिमल हो, पिकिलोथर्मिक एनिमल हो। अब यसको जुन टेम्परेचर त्यो कन्सटेन्ट हुँदै हुन्न, फ्लक्चुएट गर्छ इन्भाइरोमेन्टको रिस्पेक्टमा। सो यो त यसको जनरल कुरा हो, लेख्ने बेला यस्तो तिमीले यो कुरा लेख्नु परेको, कोल्ड ब्लडेड हो, फ्लक्चुएट गर्छ, यताउति गर्छ, लेख्ने आफै। अनि विन्टरको टाइममा के हुन्छ भन्दा यसको बडी टेम्परेचर लो हुन जान्छ। किन? विन्टरमा त सराउन्डिङको टेम्परेचर नि लो हुँदै जान्छ, विन्टरमा सराउन्डिङको टेम्परेचर लो हुने बेला यसको पनि टेम्परेचर लो हुन्छ। त्यही भएर यसले के गर्छ भन्दा हाइबरनेसन गर्छ। अब हाइबरनेसन किन गर्छ, किनकि यिनीहरूको जो अघि भनेअनुसार बडी टेम्परेचर लो हुन्छ। लो भइसकेपछि के हुन्छ, ड्राई हुन्छ बडी। बडी ड्राई भइसकेपछि तिमीलाई थाहा छ कि बडी ड्राई भयो भने क्युटेनियस रेस्पिरेसन गर्न सक्दैन, क्युटेनियस रेस्पिरेसन हुन सक्दैन भने मर्छ। के हुन्छ, केही हुन्न, मर्दैन। किन मर्दैन, मर्छ, मर्छ, इट क्यान डाई। सो अनि यिनीहरूको के हुन्छ त, स्लगिस बडी, एकदम यिनीहरूको बिहेभियर बडी एकदम स्लगिस हुन्छ। स्लगिस भनेको एकदम त्यो चाहिँ ग्रस्त भएको, एकदमै ज्वरो आदि आएर ग्रस्त भएको टाइपको बडी भइदिन्छ। सो त्यसैले प्रोटेक्सनको लागि, एक्सट्रिम कोल्डले यिनीहरूको प्रोटेक्सनलाई यिनीहरू के गर्छ त, विन्टर स्लिप जान्छ। विन्टर स्लिप भनेको जाडो हुने स्लिप, द्याट इज कल्ड द हाइबरनेसन। अनि यो कहाँ हुन्छ त, त्यो तिमीले माटो चाहिँ विन्टरको समय मैले हाम्रो यो पोन्ड नालातिर अलि त्यो माटो गिलो गिलो टाइपको हुन्छ, त्यसको भित्र चाहिँ गइदिन्छ। कति भित्र, 60 देखि लिएर 90 सेन्टिमिटर डिपसम्म जान्छ मडको। अनि त्यहाँ गएर आफ्नो काम गर्छ, मतलब सुत्दिन्छ त्यहीँ। अब हाइबरनेसन भनेको के हो त, यसले विन्टर स्लिप भन्छ। विन्टर स्लिप भन्छ किन गर्छ, टु प्रोटेक्ट देम फ्रम एकदमै एक्सट्रिम कोल्ड क्लाइमेटसित बच्नको लागि यस्तो काम गरेको हुन्छ। यिनीहरूको बडी स्लगिस हुन्छ, त्यो तिमीहरूले लेख यो कुरा। अनि अब हाइबरनेसनको बेलामा दे गोज 60 to 90 सेन्टिमिटर डिप इन दि मड। मडमा 60 देखि लिएर 90 सेन्टिमिटरसम्म तल गइदिन्छ सुत्नलाई तल किन जान पर्यो, त्यहाँदेखि अब जान्छ के गर्ने, हाम्रो नि केही कुरा भने त्यस्तो। अब यसको कुरा एस्टिमेसनको कुरा गरौँ। अघि मैले भनेको थिएँ नि त तिमीहरूलाई एस्टिमेसनको बारेमा, के हो त, विन्टर स्लिप अघिको के थियो, हाइबरनेसन विन्टर स्लिप थियो। एस्टिमेसन भनेको समर स्लिप, उल्टो ठ्याक्क। समरमा के भनिदिन्छ, एकदमै टेम्परेचर राइज भइदिन्छ। टेम्परेचर राइज भएको कारणले यिनीहरूको बडीको टेम्परेचर राइज भइदिन्छ। सो कुल हुनको लागि समरमा पनि सुत्न जान्छन् यिनीहरू। यिनीहरूको सुतेरै टाइम भइदिन्छ। कस्तो काम छ कि यिनीहरूको, विन्टरमा नि सुत्ने, समरमा नि सुत्ने। अनि समर सिजनमा एक्सट्रिम हट क्लाइमेटले गर्दा सुत्छन्। अनि त्यसमा के हुन्छ त, एकदमै कोल्ड क्लाइमेटले गर्दा सुत्छन्। यसमा नि यिनीहरूले आफूलाई मडको भित्र, मड मिन्स गिलोभित्र घुसेर सुत्छन्। के भन्छ, समर स्लिप भन्छ यसलाई, टु प्रोटेक्ट देमसेल्भ्स फ्रम एक्सट्रिम हट क्लाइमेट। यस्तै कुरा हो, मडको भित्र गएर सुत्दिन्छन्। अब कुरा गरौँ ब्रिडिङको। यसको बारेमा मैले तिमीलाई केही इक्जाम्पल दिन्न, तिमीले बुझ्छौ किन। ल अब ब्रिडिङको कुरा गर्ने हो भने जनरली मैले अघि भनेअनुसार यिनीहरूको ब्रिडिङ सिजन भनेको रेनी सिजन हो। रेनी सिजनमा यिनीहरूको ब्रिडिङ एकदमै हाई हुन्छ, हाई ब्रिडिङ गर्छन् यिनीहरूले। क्रकिङ साउन्ड प्रड्युस गर्छन्, वेडिङ, मेटिङ, एडभर्टिजमेन्ट फर कलिङ वुमेन, के यिनीहरूको नाम छ, त्यो साउन्ड निकालेर बनाउँछन् वुमेनलाई। कहिले हुन्छ त, असाढदेखि लिएर भाद्र, यो बेला भनेको पानी पर्ने टाइम हो। त्यही भएर त्यति बेला ब्रिडिङ हुन्छ यिनीहरूको। सो यहाँ लेख्छु है, मेनली इन रेनी सिजन, मैले लेखिदिन्छु, मेनली इन रेनी सिजन, असाढ टु भाद्र, असाढ टु भाद्रको बिचमा आउँछ। अनि जब रेनफल हुन लाग्यो त्यति बेला यिनीहरूले आफ्नो रेनफल हुने बेलामा के गर्छ त, यिनीहरू आफ्नो हिडन प्लेसेस भनेको कोही भित्र होला, माटोभित्र होला, बाहिर निस्किन्छन्। दे कम आउट अफ देयर हिडन प्लेसेस। ठिक छ, आफ्नो कम्स आउट फ्रम हिडन प्लेसेस ड्युरिन के त,
रेनफल अनि बाहिर आएर क्रकिङ साउन्ड प्रड्युस गर्छन्। प्रोड्युसेस क्रकिङ साउन्ड पनि लेखिदिन्छु। यति मैले यसै पछि लेख है, फ्रम द एलियन प्लेसेस एन्ड प्रड्युसेस क्रकिङ साउन्ड यसरी लेख। अनि यो क्रकिङ साउन्ड के भन्छ त मेलले फिमेललाई एट्र्याक्ट गर्नको लागि हुन्छ फर ब्रिडिङ एन्ड कपुलेसन। अब यिनीहरूले के गर्छ त, जनरली यिनीहरूले ब्रिडिङ गर्ने भनेको सोलो वाटरमा, स्यालो वाटर भनेको कम पानी भएको ठाउँ, लो हाम्रो पानी भएको ठाउँ। सो BREDING ब्रिडिङ डन मेनली इन shallow water area। shallow water area भनेको लो वाटर, लेस वाटर। डुबेर मर्छन् त मर्दैन, त्यही नि स्यालो वाटरमा यिनीहरूले त्यो काम गर्छन्। अनि त्यसपछि के हुन्छ त, ब्रिडिङ सिजन इज कम्प्लिट हेरी यिनीहरूले फर्टिलाइजेसन हुन्छ, एक फर्टिलाइजेसन हुन्छ, त्यहाँबाट एग्सहरू आउँछ। यिनीहरू प्यारेन्टल केयर एब्सेन्ट हुन्छ, यो त्यसैले थाहा हुन्छ क्रकिङ साउन्ड र यसबाट पनि थाहा हुन्छ यिनीहरूको प्यारेन्टल कन्ट्रोल छैन। सो त्यही भएर यिनीहरू प्यारेन्टल कन्ट्रोल केयर जुन छ त्यो एकदमै एब्सेन्ट हुन्छ है, प्यारेन्टले केही कन्ट्रोल गर्दैन। अब हामीले अहिलेसम्म के कुरा गऱ्यौँ त, अलमोस्ट हामीले फ्रकको हेबिटाट कम्प्लिट गरिसक्यौँ। अब हामीले कुरा गर्नुपर्ने भनेको यसको एक्सटर्नल मोर्फोलोजी, एक्सटर्नल फिचर्स, एक्सटर्नली कस्तो देखिन्छ, के छैन, कहाँबाट छ, केका लागि छ, यसको काम के हो, अब यसको बारेमा कुरा गरौँ। ल पेज एड गरिहालौँ। अब कुरा हुन्छ फ्रकको कुण्डलीको बारेमा, यसको एक्सटर्नल फिचर्सको बारेमा। फ्रकको एक्सटर्नल फिचर्स, ल अलि अलि यो कलर यो, ल ठिक छ। टाइटल त यसबाट लेखौँ कालबाट, एक्सटर्नल फिचर्स अफ फ्रग। के छ भन्दा एक्सटर्नल फिचर भनेको मोर्फोलोजिकली बाहिरबाट देखिने यसको फिचर्सहरू के कस्तो कस्तो यसको क्यारेक्टर्स छ, त्यसले भन्छ हाम्रो एक्सटर्नल फिचर्स। बेस्ड अन द एपियरेन्स भिजिबिलिटी के छ यसको, त्यसले हामीले भन्छौँ एक्सटर्नल फिचर्स। सो अब एक्सटर्नल फिचर त मान्छे, मैले एउटा मान्छे राखेँ, मैले के भन्न सक्छु यसको एक्सटर्नल फिचर, यसको साइज हेर्न सक्छु। के हेर्न सक्छु? साइज, कत्रो साइज छ, मोटो छ, पातलो छ, उच्चो छ, अग्लो छ, के छ। अब सेप, अब कुरा त्यही हो, सेप भनेपछि त्यही हो, अलिक बडी टाइप कस्तो छ, सिलिन्ड्रिकल छ कि एकदमै यसो भी टाइपको छ, के छ त्यो हो। अनि लास्टमा के छ त, कलरेसन। कलरेसन मिन्स कालो, गोरो, पहेँलो, निलो, कुन टाइपको मान्छे हो त्यो थाहा हुन्छ। तर हामी अहिले फ्रकको कुरा गर्दैछौँ, सो फ्रकमै सीमित रहौँ। सो अब सबभन्दा सुरुको टपिक हो त हाम्रो, यसमध्ये पनि साइज। ओके, लेट्स टक अबाउट द साइज। ल साइजको कुरा गर्दै हालौँ। अब हाम्रो फ्रकको साइज के हुन्छ त, हाम्रो यसको स्पिसिस पछि फरक हुँदै जान्छ। बुल फ्रक ठुलो हुन्छ, अरू फ्रकहरू साना साना हुन्छन्, नाम स्पिसिस पछाडि फरक हुँदै जान्छ। जस्तै मैले एउटा इक्जाम्पल दिन्छु, जस्तो नै अब जुन हाम्रो ठुला बडी भएका हुन्छन्, बिग हेभी टाइपको, त्यस्तालाई हाम्रो नर्मल जनरली बुल युज गरिन्छ। बुल भनेको ठुलो। सो तिमीले एउटा कुरा यहाँ नोट, यो इम्पोर्टेन्ट छैन तर तिमीलाई काम लाग्छ, तिमीले इक्जाम्पलमा लेख्न सक्छौ यस्तो कुराहरू। सो मैले यो कुरा लेखिदिन्छु साइडमा, तिमीले नोट गरिहाल। अब नोट गरौ, नोट, यु हेभ टु नोट दिस। एन्सरमा युज गर, ठिक हुन्छ। नोट, बिग साइज, उन्हीं का नाम के हो त, इन्डियन बुलफ्रग, अनि अफ्रिकन बुलफ्रग, अनि अरू के छ, यसको साइन्टिफिक नेम लेखिहाल, होप्लो ब्याक्ट्राकस। स्पेलिङ बुझेन है, एकचोटि यहाँ यो सानो गर्न पर्दा, अब बुझ्छ है, अब बुझेछ ल। होप्लो ब्याक्ट्राकस टिग्रिनस, TIGERINUS। के भनेको थिएँ, अन्डरलाइन गर्ने ल। होप्लो ब्याक्ट्राकस, ल एउटा चाहिँ मैले कुरा छोडिरहेको छु सुरुमा। फ्रकको स्टडीलाई के भन्छ त, ब्याक्ट्राकोलोजी। अनि अहिले मोडर्नली एरामा आएर फ्रकको जुन राना तिर्ने थियो त्यहाँबाट चेन्ज गरेर एउटा छुट्टै नाम राखेको छ। त्यो नाम के हो भन्दा हाम्रो यो यही हो, होप्लोब्याक्ट्राकस ट्रिग्रिनस। यो कुरा याद राखेँ, अहिले राना तिर्ने नभनेर होप्लोब्याक्ट्राकस ट्रिग्रिनस भनेको हुन्छ अब।
अब स्मल साइजको कुरा नि गरिदिइहालौँ। स्मल साइज एकदमै मैले एकदम चुनेर नाम लिएर आएको छु जुन तिमीलाई इजी होस् याद राख्न। के भन्दा एउटा याद राख, के भन्दा स्प्रिङ पेपर, स्प्रिङ पिइआर स्प्रिङ पेपर, साइन्टिफिक नेम लेखिदिन्छु। स्युडास्रिस क्रुसिफर। ल, अनि एउटा अझै छ पोइजन डार्ट फ्रग, पोइजन डार्ट फ्रग। ल, यो तिमीहरूको एउटा नोट टाइपको यो लेख। ल, अब कुरा गर्ने भन्दा साइजको मैले भनेअनुसारै यिनीहरूमा एक पिछाडिको फरक हुँदै जान्छ। यिनीहरूको स्पिसिस जिनसले यिनीहरूमा म्याटर गर्छ कुन टाइपको कति हुन्छ के हुन्छ भन्ने कुरामा। अब यिनीहरूको साइज अरू केमा डिपेन्ड गर्छ भन्दा यिनीहरूको एजमा है, डिपेन्ड्स अन एउटा त स्पिसिस भयो, अर्कोमा एज भयो, ठुलो हुँदै गयो सानो हुँदै गयो त्यसमा नि डिपेन्ड गर्छ। यिनीहरू फुल्ली एक्सटेन्डेडली सबभन्दा ठुलोभन्दा ठुलो भयो भने एक्सटेन्डेड फ्रग कतिमा हुन्छ भन्दा 12 देखि लिएर 18 सेन्टिमिटरसम्म हुन्छ। ल, एक्सटेन्डेड फ्रग 12 देखि लिएर 18 सेन्टिमिटर प्लस यिनीहरूको जुन विड्थ हुन्छ यो लम्बाइ 12 देखि 18। अब यिनीहरूको यो चौडाइ कति हुन सक्छ त? यिनीहरूको चौडाइ हुने भनेको हाम्रो मैले लेख्दैछु त 5 देखि लिएर 8 सेन्टिमिटर। यो कुरा नि याद राखौ, यो कुरा नि ध्यानमा राख्न पर्यो। ल, अब जाम हाम्रो सेपमा। 2 नम्बर के आउँछ त? सेप। फ्रकको कस्तो हुन्छ सेप? सो यिनीहरूको के हुन्छ त मोस्टली यिनीहरूको बडी के मोस्टली के जनरली नर्मली सधैँ बेला के हुन्छ त सिलिन्ड्रिकल। सिलिन्ड्रिकल मिन्स सिलिन्डर टाइपको सिलिन्ड्रिकल सेप हुन्छ। स्टिमलाइन हुन्छ। स्टिमलाइन फिसेसहरूको नि स्टिमलाइन हुन्छ। स्टिमलाइन भनेको अलिकति चुच्चो पारेको जसले गर्दा पानीलाई इजिली छेड्न पाओस्। यिनीहरू पनि पानीमा स्विमिङ गर्छ त्यही भएर यिनीहरूको नि यस्तै हुन्छ। स्टिमलाइन टाइपको बडी हुन्छ यिनीहरूको। सेप हुन्छ मेनली बडी के भनौँ सेप हुन्छ। ल, प्लस अरू के हुन्छ भन्दा यिनीहरूमा जुन यिनीहरूको बडी हुन्छ स्पिन्डल टाइपको हुन्छ जसले गर्दा यिनीहरूको जुन वाटरमा मुभमेन्ट छ त्यो एकदमै क्लिन स्विफ्ट बनाइदिन्छ। र यिनीहरू बाइलेटरली सिमेट्रिकल हुन्छ। बाइलेटरली सिमेट्रिकल भने के हो भन्दा जस्तै हामी ह्युमन्स पनि बाइलेटरली सिमेट्रिकल हो। मानौँ एउटा कुनै मान्छे छ, मान्छेलाई ठ्याक्क यहाँ बिचदेखि यसरी काट्यो भए यसको आधी भाग एकतिर अनि आधी भाग एकतिर छुटाउन पाइन्छ। टोटली इक्वल हाउसमा हामीले 2 पार्टमा डिभाइड गर्न सक्छौँ। त्यस्तै फ्रगलाई पनि फ्रगको मैले तिमीलाई टप भ्यू देखाउने भन्दा यहाँ सुरुमा हेर है, यहीँबाट हेर नि त के छ। यहाँबाट तिमीले डोर्सल लाइन हेरेछ, यो डोर्सल लाइनको हिसाबले यसरी ठ्याक्क काट्यो भने यसको ठ्याक्क अपोजिट अपोजिट पोलमा डिभाइड हुन्छ। यही भन्न खोजेको बाइलेटरल सिमेट्री। तिमीलाई थाहा नै होला त्यही मैले भनिदिएँ। ल, अब यसो कुरा गरौँ हाम्रो कलरेसनको। थर्डमा हाम्रो आउँछ त्यही कलरेसन। यो यहाँ लेखिदिन्छु बाइलेटरल सिमेट्री। बाइलेटरल सिमेट्री भनेको बुझिसक्यो। ल, अब हामीले कुरा गरौँ कलरेसन। कलरेसन मिन्स कालो गोरोवाला टाइपको कलरेसन। कलरेसन भनेको कस्तो कलरको छ त्यही कुरा हो। अब हामीले फ्रगलाई डोर्सल्ली भेन्ट्रली दुई टाइपले हेर्न सक्छौँ। मैले तिमीलाई एउटा फिगर फेरि लिएर आउँछु त्यसबाट तिमीले एकदम राम्ररी बुझ्छौ। ल, यहाँ फिगर दिइसकेको छ अब तिमीले राम्ररी बुझ्छौ। अब सबभन्दा पहिले मैले तिमीलाई देखाउन खोजेको यही कुरा हो। यहाँ हेर त, एकचोटि मिस्टर। ल, अब तिमीले यहाँ हेर्दै त एकचोटि यहाँ हेर है, यसको क्लियर त भएन यो पिक्चर त्यही नि। ल, ठिकै छ। यसको भेन्ट्रल भ्यू, भेन्ट्रल भनेको तलतिरको, तलतिर भनेको मुनितिरको मिन्स जुन कि सनतिर फेस नगरेर तल ग्राउन्डतिर फेस गर्छ। हाम्रो के हुन्छ डोर्सल र भेन्ट्रल सर्फेस हुन्छ। डोर्सल सर्फेस जो पछाडि रिडको हड्डीतिरको हाम्रो यो के भन्छ यसले स्पाइनल कर्डतिरको, अनि भेन्ट्रल भनेको हाम्रो यता पेटतिर छातीतिरको कुरा। ल, सो यसको भेन्ट्रल साइडतिर हेर्ने हो भने यहाँ हेर त। अब यो कस्तो देखेछ त व्हाइटिस छ कि नै, व्हाइटिस कलरको छ कि नै? छ भन्नु पर्यो। के भन्नु पर्यो? छ छ छ। ल, के भयो फेरि? ओके, यसो के भन्छ त भेन्ट्रली, भेन्ट्रल साइडमा
भेन्ट्रल साइडमा के हुन्छ त? व्हाइट कलरको हुन्छ। अनि अब डोर्सल साइडको पनि कुरा गरौँ। डोर्सल साइडमा के हुन्छ त? ग्रिनिस कलरको हुन्छ, छ, एकदम छ। यहाँ हेर त, डोर्सल साइड यहाँ हेर त। डोर्सल साइडमा ग्रिनिस कलरको छ विथ सम ब्ल्याक स्पट्स। तिमीले नोटिस गर्न सक्छौ यहाँ कति धेरै ब्ल्याक स्पट्सहरू यहाँ यहाँ यस्तो यस्तो छन्, अनि यो ग्रिन ग्रिन कलरको छ। अल सबै फ्रक ग्रिन नहुन पनि सक्ला, तर एउटा हाम्रो जनरल राणा तिर्नेको बेसिसमा हेर्ने हो भने यस्तो हुन्छ। अब सेकेन्डली कुरा गरौँ, हाम्रो यिनीहरूको स्पोर्ट्सको कुरा भयो, भेन्ट्रली डोर्सली कस्तो देखिन्छ त्यो कुरा भयो। अनि भेन्ट्रली तिमीहरूले हेर्ने बेला जस्ट व्हाइट लेखे पार अलि नराम्रो हुन सक्ला, मतलब अलि थोरै रङ हुन सक्ला। तिमीले अझै के थप्न सक्छौ भन्दा भेन्ट्रली यिनीहरू येलोइस व्हाइट के। रियलको फ्रक यो त कार्टुन टाइपको फ्रक भयो। रियलकै फ्रक हेर्ने हो भने तिनीहरूको के हुन्छ भन्दा अलिअलि यहाँ येलोइस येलोइस टिल्ट आएको हुन्छ, टिल्ट आएको हुन्छ थोरै येलो व्हाइट टाइपको। सो के लेख भन्दा येलोइस, येलो पनि व्हाइट पनि। ल अब येलोइस कलर केले गर्दा हुन्छ, किन हुन्छ? अब यो येलो कलर कहाँबाट कहाँसम्म हुन्छ, किन हुन्छ, के कालाई हुन्छ, ल यहाँ हेर है। त्यसमा त अलि राम्रो देखेको थिएन। यहाँ यसमा यो फिगरमा अलि राम्ररी छ क्या त्यो लाइन, जुन मैले तिमीलाई भन्न खोजिरहेको छु। यसरी मैले यो अलि डिलिट गर्छु यो। यहाँ हेर त, यहाँबाट मैले एउटा येलो कलरको लाइन हेरेको छु कि नै, यो येलो कलरको लाइन यसले के भन्छ त? डोर्सल लाइन कहाँबाट स्टार्ट हुन्छ? स्नोटदेखि। अहिले हामीले यसको एक्सटर्नल मर्फोलोजी पढ्ने बेला अझै हामीले थाहा हुन्छ। यो स्नोटदेखि लिएर ठ्याक्क पछाडि यिनीहरूको एनएसटीसम्म के गर्छ, एउटा मिड डोर्सल लाइन गएको हुन्छ, जुन कि ठ्याक्क कस्तो हुन्छ त? येल्लो कलरको हुन्छ। र हामीले यसलाई के भन्छ त? मिड डोर्सल लाइन भन्छ। यसको कलर, यो बडीमा कलर कसरी रेगुलेट गरिन्छ त? क्रोमाटो फोर्सले गर्दा। क्रोमाटो फोर्स तिमीले वर्ड सुन्यौ होला, क्रोमेटो फोर्स। तिमीको अर्थमा भइसकेको छ भने तिमीले त्यति बेला पनि सुनेछौ होला। क्रोमेटो फोर्स रेगुलेट द कलर, ठिक छ। सो भेन्ट्रली येलोइस अनि डोर्सली के हुन्छ त? ग्रीन विथ सम ब्ल्याक ब्ल्याक स्पट्स। अनि येलो कलरको मिड डोर्सल लाइन हुन्छ, जुन कि स्नोटदेखि लिएर एनसम्म गएको हुन्छ। कलर इज ड्यू टु कलर इज ड्यू टु क्रोमाटोफोर सेल। क्रोमाटोफोर सेल्स। अनि हाम्रो दिस टाइप अफ कलरेसन हार्मोनाइजेस विथ द्याट अफ द सराउन्डिङ इन्भाइरोमेन्ट। यो सेन्टेन्सले के भन्न खोजेको, जुन हाम्रो फ्रक छ त्यो मानव कुनै आफत विपदमा छ भने सराउन्डिङसित म्याच गरेर आफ्नो कलरलाई क्यामोफ्ल्याजको रूपमा अहिले युज गर्न सक्छ। क्यामोफ्ल्याजले हामीले दुई तरिकाले हेर्न सक्छौँ। क्यामोफ्ल्याजले एउटा अर्गानिजमलाई बचाउँछ, प्लस अट्याकिङमा नि हेल्प गर्छ। लुकेर बस्ने, प्रे आयो घुस्दिने, लाइक द्याट। ओके, सो हाम्रो के छ त? चेन्जेस द बडी कलर according to the surrounding camouflage 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 means change the color possibly हाम्रो पोसिबल इन्भाइरोमेन्टको हिसाबले। ल आजको भिडियो अलि लामै भयो। आज हामीले के कुरा गऱ्यौँ एकचोटि मैले सब समराइज गरिदिइहाल्छु, केही छैन। ल यहाँ हेरौँ त, आजबाट हामीले फ्रग स्टार्ट गरेका थियौँ र फ्रगको हामीले जनरल इन्ट्रोडक्सन हेरौँ। फ्रग कहाँ पाउँछ, किन पाउँछ, कस्तो यसको हेबिटाट छ, किन छ, के कलाई छ, यसको सिस्टमेटिक पोजिसन हामीले फुल स्टडी गऱ्यौँ। कि सिस्टमेटिक पोजिसन पनि यसलाई किन यो ग्रुपमा राखेको, कुन यो प्रेडमा राखेको, किन यो किन्डममा राखेको, सब हामीले कुरा गऱ्यौँ। यसको हेबिटाटको कुरा गऱ्यौँ, कहाँ पाउँछ, किन पाउँछ। हेबिटको कुरा गऱ्यौँ, कस्तो कस्तो हेबिटले सो गरेको हुन्छ नर्मली, ठिक छ। हाम्रो यो सब हेबिट, हाइबरनेसन, एस्टिभेसन, ब्रिडिङ सब कुरा गऱ्यौँ। लास्टमा गएर हामीले के कुरा गऱ्यौँ त? यसको एक्सटर्नल फिचर्स अफ द फ्रकको कुरा गऱ्यौँ। यसमा हाम्रो सेप, साइज पऱ्यो, सेप पऱ्यो, कलरेसन पऱ्यो, यिनीहरू सब हामीले आज गरिसक्यौँ यो भिडियोसम्म। नेक्स्ट हाम्रो क्लासमा के गर्छौँ त? डिभिजन अफ बडी, बडी केमा डिभाइडेड छ, कस्तो छ यसको बडीको मर्फोलोजी, त्यसको कुरा गर्छौँ। र यो हाम्रो इन्ट्रोडक्टरी वा फ्रकको नर्मल कुराहरूको बारेमा हामीले एकदम सिध्याइदिन्छौँ र एलिमेन्टरी क्यानालतिर हामी प्रोसिड गर्छौँ। सो आज भिडियोको लागि यति नै। सो एट द लास्ट आई जस्ट वान्ट टु से द्याट सब्सक्राइब है। ल, थ्याङ्क यू।